नमस्ते टासिदेलेक फ्यापुला छाजलो खाम्रेमु म जोर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र हिजो चाहिँ एकजना साथीले कमेन्टमा लेख्नु भएछ कि अब हामीलाई कुनै बेला लामा बन्ने इच्छा भएको तर अब घर परिवार या आफ्नो आफन्तहरूले है नमानेर चाहिँ अनि लामा बन्न नसक्ने लामा हुन नसक्ने त्यस्तो भएको है जति मनमा आफूमा जति इच्छा भए तापनि लामा चाहिँ बन्न नसक्ने त्यसको कारण के हो है के गर्नुपर्छ भनेर चाहिँ एकजना साथीले चाहिँ कमेन्ट गर्नुभएको रहेछ है अनि अब त्यसलाई लिएर चाहिँ म आज तपाईहरुलाई लामाको विषयमा लिएर चाहिँ म फेरि पनि केही कुरा भन्ने प्रयास गर्नेछु र अब पहिलो कुरा त यो बुझ्नु पर्यो कि हामीले लामा अथवा भिक्षु बन्नुको मूल कारण के हो है र अब सबभन्दा पहिलो भिक्षु यानी गौतम बुद्धले अब आफू किन भिक्षु बन्नुभयो है र अरूलाई पनि किन भिक्षु बनाउनु भयो भनेर चाहिँ त्यसको विषयमा भन्नेछु। अब गौतम बुद्धले भन्नुभएको छ कि लामाहरूले छोङले र सिङले गर्नु हुँदैन भनेको छ है। छोङले र सिङले भनेको खेतीपाती गर्नु, लामाहरूले खेतीपाती गर्नु हुँदैन भनेर भन्नुभएको छ र साथै बिजनेस गर्नु हुँदैन है, व्यापार गर्नु हुँदैन भनेर भन्नुभएको छ। अब किन गर्नु हुँदैन, अब यो व्यापार र खेतीपाती नगरिकन किन भिक्षु बन्नुपर्छ भनेर त्यसको बारेमा अब कारण के हो भन्दाखेरि चाहिँ हामीले जस्तै एउटा व्यापारीको एउटा कुरा गर्ने हो भने अब व्यापारीले अब आफूले एउटा सामान किनेको छ, जस्तै मानौँ आफूले एउटा 100 रुपैयाँमा एउटा सामान किनेको छ भने त्यसलाई व्यापारीले पैसा कमाउनको लागि चाहिँ अब 300 रुपैयाँ भन्ने है, 200 रुपैयाँमा बेच्ने, 250 मा बेच्ने, 500 रुपैयाँमा बेच्ने, 1000 रुपैयाँमा बेच्ने, त्यति समय अब त्यस्तो पनि गरिन्छ नि। त्यही भएर चाहिँ एउटा व्यापारीको जीवनमा चाहिँ झुट नबोलिकन अरूलाई झुट नबोलिकन उसको व्यापारै हुँदैन नि त हैन। त्यसैले चाहिँ व्यापार नगर्नु भनेर भन्नुभएको छ। र अर्को कुरा खेतीपाती नगर्नु। खेतीपाती किन नगर्नु भन्दा खेतीपाती गर्ने बेला धेरै अब किराहरू मर्छ नि त है, धेरै प्राणीहरूको ज्यान जान्छ, धेरैले दुःख पाउँछ। हामीले कति हामीले कति हाम्रो आँखाले देख्छ र कति हामीले नदेखेको ससाना अब किराहरू पनि प्राणीहरू पनि मरिरहेको हुन्छ है। र जे होस् खेतीपाती गर्नु भनेको एउटा छोटो समयमा त हुँदैन नि, त्यसलाई अब दिनभरि समय दिनुपर्छ, दिनभरि, हप्ताभरि, महिनाभरि, वर्षभरि है। जे होस् खेतीपाती होस् या एउटा व्यापार होस्, हाम्रो जीवनको धेरै समय चाहिँ त्यो अब त्यहीमा गइरहेको हुन्छ नि, धर्म गर्ने समय पाइँदैन नि त है। त्यसैले चाहिँ अब बुद्धले व्यापार नगर्नु, खेतीपाती नगर्नु भनेर भन्नुभएको। र अब त्यसो नगरी चाहिँ के गर्नु भन्दाखेरि अब भिक्षु बन्नु। किन भन्दाखेरि भिक्षु बन्नुभयो भने चाहिँ भिक्षुको काम भनेको धर्म गर्ने काम मात्र हो है। लामाको काम भनेको धर्म गर्ने काम मात्र हो। बिहानदेखि बेलुकासम्म अब धर्मको कार्यहरू मात्र गर्ने काम हो। अब पहिले बुद्धको समयमा कुरा गर्ने हो भने अब दिनमा एकचोटि अब भिख माग्न जानु पर्थ्यो है। तर अहिलेको समयमा त हामी त्यसरी आफ्नो भाडो बोकेर अब भिख माग्न पनि जानु पर्दैन, खाना माग्न जानु पर्दैन है। लामाहरू अब दिनभरि अब दिनमा पूजा गर्यो, क्लास गर्यो है, र अनि खानाको समयमा खानाको घन्टी बज्छ, त्यो बेला खाना खायो। त्यसरी अहिलेको समयमा भन्नुपर्ने हो भने झन् भिक्षु बन्नुभयो भने एकदमै राम्रो हुन्छ है। किन राम्रो हुन्छ भनेको चाहिँ फेरि अब खाना समयमा पाउँछ त्यस्तो कुरा गरेको हैन कि
एउटा आफूले एउटा धर्म गर्न चाहनुहुन्छ भने, परम सुख चाहनुहुन्छ भने, बुद्धता प्राप्त गर्न चाहनुहुन्छ भने, या पछिल्लो जीवन राम्रो चाहनुहुन्छ भने अहिलेको कर्मलाई हेर्छ नि त है। त्यो भन्छ नि त एउटा कुरा, म अहिले कस्तो छु, मेरो अहिलेको जीवन मेरो कस्तो छ, त्यो चाहिँ पहिलो जुनीको कर्मको फल हो भन्छ नि है। पहिलो जुनीमा मैले के गरेँ होला, कस्तो कामहरू गरेँ होला, राम्रो गरेँ कि नराम्रो काम गरेँ होला भनेर चाहिँ अहिलेको जीवनमा हेर्नु भन्छ। अहिलेको जुनीमा तपाईँ राम्रो खुसी भरपुर हुनुहुन्छ भने त्यसको कारण के हो भन्दाखेरि पहिलो जुनीको कर्मले गर्दा हो रहेछ नि त। र पछिल्लो जुनीमा म कस्तो जुनी लिन्छु, म राम्रो जुनी लिन्छु कि लिँदिनँ है, म एउटा खुसियाली, एउटा भरपुर, एउटा पुगेको राम्रो जिन्दगी, राम्रो जीवन मैले पाउँछु कि पाउँदिनँ भनेर अहिलेको जुनीमा हेर्नु भन्छ नि त। किनभने पछिल्लो जुनीमा जे हुनु भनेको यो हाम्रो अहिलेको जुनीको फल हो नि त है। त्यसैले अब लामा बनेर चाहिँ हामीले दिनभरि खानाहरू समयमा पाउँछ र दिनभरिको त्यो जुन खाली समय छ त्योमा चाहिँ हामीले ध्यान गर्ने समय पाइन्छ। एउटा बुद्ध धर्मको एउटा मूल के हो त्यसलाई बुझ्ने समय पाइन्छ, ध्यान गर्ने है। अनि जस्तै ध्यान गर्ने, अब मन्त्रहरू जप्ने, पूजा गर्ने, नयाँ कुरा सिक्ने हो, त्यस्तोको टाइम पाउँछ नि त। त्यसैले चाहिँ भिक्षु बन्नुको मूल कारण चाहिँ त्यो है त। र अब अर्को कुरा के आउँछ भने, अब लामा अब कति वर्षसम्म चाहिँ लामा बन्न मिल्छ भनेर पनि एउटा कुरा आउँछ। अब यस्तो होइन कि 10 वर्षदेखि 20 वर्षको बिचमै लामा बस्नुपर्छ भन्ने छैन है। अब तपाईँहरूले ससाना लामाहरू पनि देख्नु भएको होला, 6-7 वर्षको 8-9 वर्षको लामाहरू पनि देख्न सक्नुहुन्छ र साथै 50-60-70 वर्षको लामा पनि तपाईँले देख्न सक्नुहुन्छ। र त्यसैले यदि तपाईँ अब 50 वर्षको हुनुहुन्छ भने पनि तपाईँले अब लामा बस्ने इच्छा छ भने लामा बन्न सक्नुहुन्छ। 60 वर्षको हुनुहुन्छ भने पनि लामा बन्न सक्नुहुन्छ है। तपाईँ चाहे जतिको वर्षकै होस्, तपाईँलाई अब लामा बन्ने एउटा इच्छा छ भने तपाईँले लामा बन्न सक्नुहुन्छ है त। र अनि अर्को कुरा, कतिले मलाई के कुरा सोध्छ भने लामा बनेर फेरि निस्केर बाहिरको जीवन जिउन मिल्छ कि मिल्दैन भनेर पनि कतिले सोध्छन् मलाई। त्यो पनि मिल्छ, अवश्य मिल्छ। यस्तो होइन कि तपाईँ एकचोटि लामा बसिसकेपछि लामा नै जीवनभरि लामा बस्नुपर्छ भन्ने पनि छैन। तपाईँले कति वर्षसम्म सक्नुहुन्छ त्यति बेलासम्म लामा बस्ने हो। तर यस्तो पनि गर्न मिलेन कि मलाई आज लामा बस्नु मन छ, म लामा बसेँ, भोलि म बस्दिनँ, भोलि निस्केँ, फेरि पर्सि म लामा बस्छु भनेर गुम्बामा आयो, फेरि निको पर्सि फेरि घर गयो निस्क्यो। त्यस्तो पनि गर्न पाइन्न है। एकचोटि निस्केपछि निस्क्यो, त्यो कुरा पनि म भन्न चाहन्छु। र अब खास कुरा, अब जस्तै मैले अघि भने चाहिँ एउटा साथीले कमेन्टमा लेखिएको चाहिँ लामा बन्ने इच्छा भए पनि लामा बन्न नसक्नुको कारण के हो भनेर चाहिँ उहाँले सोध्नु भएको थियो है। अब हुन त त्यही हो, उहाँले भने जस्तै अब कतिको घरमा चाहिँ, घर परिवारमा चाहिँ आफूलाई छोराछोरीलाई लामा बन्ने इच्छा भए तापनि आफ्नो बुवा आमाले नमान्ने, घर परिवारले नमान्ने, आफन्तहरूले नमान्ने। अब उहाँहरूले नमानेपछि त आफू लामा बन्न सकिएन नि। अब त्यही भएर लामा बस्नको लागि चाहिँ आफ्नो बुवा आमा जीवित हुनुहुन्छ भने उहाँहरूको चाहिँ अब उहाँहरूले पनि स्वीकार्नुपर्छ कि मेरो छोरा लामामा जाँदैछ अथवा मेरो छोरी लामिनी बन्न जाँदैछ भनेर चाहिँ उहाँहरूले पनि स्वीकार्नु पर्यो है त। र त्यसैले अब लामा बन्नु भनेको पनि मैले अघि भने चाहिँ पहिलो जुनीको कर्ममा पनि एउटा भर पर्ने हो है। अब हामीले पहिलो जुनीमा, अब हाम्रो पहिलो जुनीमा चाहिँ, अघिल्लो जुनीमा चाहिँ हामीले अब आउँदो जुनीमा एउटा लामा बस्नु, अब लामा बन्नेको एउटा कर्म नै गर्नु भएको छैन भने त्यो त लामा बनिएन नि।
जुनै चिज पनि एउटा हुनको लागि त्यसको कारण पुरा हुनु पर्यो नि, त्यसको कर्म अथवा त्यसको कारणहरू चाहिँ पुग्नु पर्यो नि त होइन। र हुनसक्छ तपाईँको केही कारणहरू नपुगेर या अथवा एउटा कर्म लामा बन्ने कर्म नभएको कारणले चाहिँ लामा बन्न नसकेको पनि हुनसक्छ। अब त्यसमा तर त्यस्तो चित्त दुखाउनु पर्दैन जस्तो मलाई लाग्छ, किनभने हाम्रो जुनी भनेको बुद्धत्व प्राप्त नगरेसम्म हामी लाखौँ करोडौँ जुनी हामीले लिइन्छ है। र म के भन्छु भने तपाईँलाई भविष्यमा है, भविष्य भनेको अर्को जुनी पनि हुनसक्छ, त्यसको पछिल्लो जुनी पनि हुनसक्छ र भोलि पनि हुनसक्छ है। आजदेखिको समय सबै अब भविष्य भयो नि त। र सधैँ प्रार्थना गर्नु कि यदि तपाईँलाई साँच्चीकै मनदेखि नै मनमा एकदमै एउटा लामा बन्नु मन छ भने, तर घर परिवारको कारण केही कारणले बन्न सकेको छैन भने घर परिवारहरूसँग रिसाउने त्यस्तो पनि नगर्नुहोस् है। के प्रार्थना गर्नुहोस् भने भविष्यमा म एउटा राम्रो भिक्षु बनुन्, एउटा भिक्षु बन्न सकुन्, लामा बन्न सकुन् भनेर सधैँ प्रार्थना गर्नु है त। तपाईँले सबभन्दा गर्न सक्ने भनेको त्यही हो। त्यही कर्म, त्यो गरेको अब धर्मप्रतिको सोचाइ है, त्यो सोचले गर्दा चाहिँ तपाईँले राम्रो कर्म, राम्रो पुण्य कमाउनु हुनेछ र अवश्य भविष्यमा तपाईँ लामा बन्न सक्नुहुनेछ, भिक्षु बन्न सक्नुहुनेछ भनेर तपाईँलाई भन्न चाहन्छु है त। र अब अर्को महत्त्वपूर्ण कुरा के भन्छु भने, के धर्म गर्नको लागि लामा नै बन्नुपर्छ भनेर है। पुण्य कमाउने काम, धर्मको काम गर्नको लागि लामा नै हुनु जरुरी छ त भन्दाखेरि त्यो जरुरी छैन है त। लामा बनेर धर्म गर्न सक्यौँ भने मैले अघि भने चाहिँ तपाईँलाई धेरै मौका छ है। खानापिना टाइममा दिन्छ, त्यो अनुसार जति पनि खाली टाइम छ, जति पनि खाली समय छ, त्यसमा हामीले धर्मको कार्य गर्न सक्छौँ। र बाहिरी जीवनको कुरा अब बाहिरी जीवनको कुरा गरे तापनि त्यसमा पनि हामीले दिनभरि हामी 24 घन्टा त हामी काम गर्दैनौँ नि है। हाम्रो काममा ब्रेक हुन्छ, जस्तै बिहान बेलुका हामी खाली हुन्छौँ है। दिउँसो पनि हामीलाई अब समय समयमा खाली समय पाउँछ, त्यो समयमा चाहिँ हामीले धर्मको काम गर्न सक्छौँ है। जस्तै बानी जप्ने होस् या अथवा अब गुरुहरूको प्रवचन सुन्ने होस् है, त्यो अनुसार मनमा लिने, ध्यान गर्न सक्छौँ नि हामीले। यदि तपाईँकोमा त्यो गर्ने इच्छा छ भने तपाईँले अवश्य गर्न सक्नुहुनेछ। र त्यही कुरा धर्म गर्नको लागि तपाईँले जसरी पनि लामै हुनुपर्छ भन्ने छैन। जस्तै हाम्रो काग्युमा मिलारेपा तपाईँले चिन्नुहुन्छ भने मिलारेपा पनि एउटा लामा त होइन नि, उहाँ पनि एउटा लामा थिएनन् है। उहाँ एउटा योगी हुनुहुन्थ्यो, तर उहाँ भिक्षु अथवा लामा हुनुहुन्न थियो। अब त्यसैले एउटा धर्मको काम, धर्म गर्नको लागि, पुण्य कमाउनको लागि चाहिँ लामा नै हुनुपर्छ भन्ने छैन है त। त्यो कुरा पनि मनमा राख्नु होला है। र अनि अब अर्को कुरा चाहिँ उहाँले त्यो अब साथीले कमेन्टमा के लेख्नु भएको थियो भने आफ्नो धर्मको गुरु कसरी खोज्ने, कसरी चिन्ने, कसरी खोज्ने भनेर लेख्नु भएको थियो। अब त्यो चाहिँ एउटा गुरु भन्ने, आफ्नो गुरु कसरी खोज्ने भनेर एउटा गुरुको विषयमा चाहिँ म अर्को भिडियो बनाउने छु है। त्यसैले त्यसमा अनि गुरुको बारेमा, अब गुरु कसरी खोज्ने, अब गुरुको महत्त्व के हो भनेर चाहिँ त्यसको चाहिँ म अर्को पालि भिडियोमा भन्ने छु है। र भन्दै आज चाहिँ मैले अब भिक्षु अथवा लामा बन्नुको कारण के हो, मूल कारण के हो है, लामा बन्नु नसक्नुको इच्छा भए तापनि लामा भिक्षु बन्नु नसक्नुको कारण के हो भनेर त्यसको विषयमा मैले छोटो कुरा तपाईँलाई भन्ने प्रयास गरेको। र भन्दै अब यसै गरी धर्म सम्बन्धित या कुनै पाठहरू जान्नु मन छ अथवा धर्म सम्बन्धित कुनै पनि कुरामा तपाईँहरूलाई जान्नु मन छ भने कमेन्टमा लेख्नु होला। म सकेसम्म छिटोभन्दा छिटो त्यस विषयमा म भिडियो बनाउने छु है। हस् त, अनि भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। र यो भिडियोलाई अरूलाई सेयर गरिदिनु होला है। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस् त, अनि धन्यवाद।